हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो साथीहरू। आज त म आफ्टर लङ टाइम पछि भिडियो अन गरिरहेको छु किनभने काम छ नि त अनि पढाइ छ अनि त्यसैले मैले भिडियो गर्न पाएको थिइनँ। आज चाहिँ धेरै लङ टाइम भयो भनेर साथीहरूसँग यस्तो भेटौँ भनेर आएको साथीहरू। म यहाँ सन्चै छु, हजुरहरू पनि त्यहाँ सन्चै हुनुहुन्छ होला भन्दै आजको भिडियो चाहिँ मैले स्टार्ट गरिसकेको छु। भर्खरै स्कुलबाट आएको साथीहरू। यति बेला चाहिँ 7 बज्न लागिसक्यो। मेरो 26सम्म थियो स्कुल अनि भर्खर आएँ, मुख धोएँ, हातखुट्टा मुख धोएर फ्रेस भएर बसेँ होइन। बिहान अब 6 बजी निस्केँ नि त यहाँबाट। उठेर जाँदाखेरि 6 समथिङ 10-15मा गएको थिएँ। अनि आज त लङ टाइम पढाइ हुने भएको भएर बिहान के खानाहरू हिजै पकाएको थियो अनि त्यसलाई घिउहरू हालेर फ्राई गरेर लिएर गएको थिएँ साथीहरू। अनि त्यहाँबाट भाँडा माझ्नु पाएको थिइनँ नि त। अहिले आएर त यो भाँडा हेर्दाखेरि मलाई दिक्क लागिसक्यो। कहिले पनि यसरी भाँडा राख्थिनँ, आज त मलाई वाक्क लाग्यो कि भाँडा देखेर। फेरि बिहान भाँडा माझ्नु नभ्याएको नि त। अनि अब चाहिँ म हजुरहरूलाई देखाउँछु म यो भाँडामा यत्रो भाँडा छ, भाँडा माझ्छु अनि त्यहाँबाट आज म के गर्छु हजुरहरूलाई भिडियोमै देखाउँछु साथी। अघि बिहान 5.5 घन्टा मात्रै काम गरेर अनि अहिले 1:20बाट 26सम्म 1:30बाट 26सम्म काम पढेर आएको। यस्तो थके बाहुई कुरै नगर्नु। यस्तो के गर्नु साथीहरू, जे जस्तो भए पनि जति गाह्रो भए पनि भाँडा माझ्नै पर्ने हुन्छ। एक्लै छु नि त अनि जे गर आफै दिक्क लागिसक्यो। लु है गाइस, फाइनली माझेर सकेँ। अनि के भन्छ अरे अघि मैले भनेर म त्यो एकदम स्याड भएको जस्तो लागेको थियो नि भाँडामा त, तर त्यस्तो होइन। त्यो चाहिँ अलिकति थकित भएको भएर मलाई त्यस्तो फिल भएको। तर म एकदमै खुसी छु किनभने यत्रो 2 वर्ष मैले कहिले बिहानमा खाना खान पाउने थिइनँ नि त। बिहान काम अनि लगातार 20 मिनटमा स्कुल पुग्न पर्ने भएको कारण मैले कहिल्यै खाना खानै पाउँथिनँ कि। आजकल चाहिँ 1 घन्टा अगाडि छुट्टी हुन्छ, त्यसैले खाना पाउँछु नि त। अनि त्यहाँबाट त लानु पऱ्यो। अनि यत्रो 2 वर्ष त खाएन, अब त खानु पऱ्यो नि त पाएको बेलामा भनेर। अनि बिहानमा म यति लङ टाइम हुँदा त खानै लान्छु भनेर अनि आजकल चाहिँ बिहानमा पनि खाना खान लागेको छु साथीहरू। त्यही खाना पाएकोले पनि म यति भाँडा माझेर मलाई केही दुखेसो छैन। एकदम खुसीले भाँडा माझेर सकेँ। अब भने आज चाहिँ म मोमो खाने भनेको छु, तर मेरोमा मोमो पकाउने भाँडा छैन कि साथीहरू। अब एक्लै छु, अब एक्लै खाने हो नि त। अनि अब के म्यानेज त गरौँ भनेर यसो दिमाग लगाएर यहाँ जापानमा चाहिँ 100 रुपियाँ 120 रुपियाँमा पाइने त्यो पसलहरू हुन्छ। अनि त्यहाँ गएर मैले जाली जस्तो किनेर लिएर आएको छु। हेरौँ त्यसलाई त्यो आइडियाले चाहिँ पाक्छ कि पाक्दैन, राम्रो हुन्छ कि हुँदैन, अब ट्राई गरौँ है। मोमो चाहिँ मैले हिजै लिएर आएको थिएँ, तर त्यो स्टिम गर्ने कुरै नभएर अनि दिक्क लाग्यो कि पहिला त। अब मैले त्यो एल्युमिनियम पेपरमा होइन यस्तो के काँटा चम्चाले पल पारेर बनाएको थिएँ। त्यो अलि झ्याउ भयो कि बनाउनु लास्टै गाह्रो लाग्यो। त्यही भएर आज चाहिँ मैले हिजो खाइनँ त्यो झ्याउ गर्नाले। अनि आज चाहिँ ल्याएको छु साथीहरू, म हजुरहरूलाई पनि देखाउँछु मेरो आइडियाले काम गर्छ कि गर्दैन। के गरौँ त, अब एकजनालाई मात्रै पनि भाँडा किन्न पनि सकिन्न नि त। अनि त्यसैले सकिन्छ। अब त्यो किन त्यो फकटियामा खर्च गर्नु, अहिले पैसा पनि छैन, स्कुल फी हाल्ने यताउति गाह्रो छ नि त। अनि त्यसैले अब चाहिँ म मोमो खान्छु, बनाउँछु है, हजुरहरूलाई पनि देखाउँछु, सेयर गर्छु। यदि राम्रो भयो भने यो आइडियाले हजुरहरूले पनि यसरी नै माइ गड नानी यत्रो हजुरहरूले पनि यसरी नै बनाएर खान सक्नुहुन्छ। लेट्स ट्राई। धेरै पछि भिडियो बनाएको, मलाई त के बोलाउँ भइरहेको क्या। यस्तै हो कि अब के गर्नु, बनाउनु भ्याउँदैन साथीहरू। मैले हिजै लिएर आएको थिएँ यसलाई, अनि फ्रिजमा राखेको थियो, दिनमै राखेको थिएँ, यस्तो भयो। अब चाहिँ म यसलाई फ्रोजनमा हो नि त, अब घरमा बनाएर पनि असम्भव नि त। अब एक्लै पनि कस्तो के झाउ गर्नु भनेर लिएर आएको, एकदम खान मन लागेर। त्यस्तो छ। हेर अचार पनि पाइन्छ, 10 रुपियाँ छ मेरो कोक। अब मोमो खाने अनि त्यहाँबाट कोक नखानु त कुरै भएन, त्यही भएर कोक पनि लिएर आइस त्यहाँबाट एउटा
साथी खाएन नि त कहिले काहीँ त यो हो कि साथीहरू यस्तो ल्याएँ अर्को त्यो अझै मोमो नै पकाउने टाइपको मसिनोमा त्यो स्ट्यान्ड टाइपको हुन्थ्यो कि त्यस्तो खोजेको अनि त्यस्तो चाहिँ रहेन रहेछ अनि यस्तो वाला मात्रै पाएँ अब यसले काम गर्छ कि गर्दैन म साथीहरू निकालेँ अब यसलाई धुनुपर्ने हुन्छ नि त त्यसलाई मस्त धुन्छु अनि त्यहाँबाट म ट्राई गर्छु अब चाहिँ साथीहरू मैले यसमा पानी राखेर यसमा ओइल पनि लगाइसकेको छु ओइल पनि लगाउनु पर्यो नि त नभए टाँसिन्छ अब यो फोडेर चाहिँ कसरी रहनु यसलाई त म चक्कीले काटिदिन्छु होइन त धेरै भयो नि त नखाएको साथीहरू कुरा बुझ्नु न मेरो पिता के गर्नु ओइ हतार छ नि त यो त पाल परिसकेछ अहिले पाक्दा के हुने हालत यस्तो छ अचार नि यस्तो फ्रोजन भयो अब यसलाई टक्क लगाएर यहाँ तातोको छेउमा राखेपछि पग्लिन्छ हेरौँ यो चाहिँ अब यसरी पकाउन मिल्छ कि मिल्दैन मेरो आइडियाले काम गर्छ गर्दैन साथीहरू त्यो त म हजुरहरूलाई देखाइ नै हाल्नेछु के गर्नु आइडिया त लाउनु पर्यो खाना मन लागेपछि यस्तै हो यस्तो फ्रोजन चाहिँ खाना नहुने हो कि तर के गर्नु खाना मन लाग्छ अनि बनाउनु पनि भ्याइदैन ओन्ली 10 पिस हो धेरै त होइन 10 पिस हुन्छ यतिले म त अनि डेन्जर अगाउँछु होला हौ आज चाहिँ खाना नखाइदिउँ भनेको क्या अनि कति खानु खाना बिहान पनि काममा जानु अघि पनि अलिकति त खाएरै गएको पेट खाली नजाउँ भनेर कि समय भएसम्म त खानु मलाई शङ्खा लगाइरहेको थियो कि शङ्खा लगाइरहेको थियो मिल्दैन भनेर तर यसले चाहिँ मिल्यो यसले चाहिँ मिल्न त तर यताबाट चाहिँ त्यो धुवा लिक हुन्छ कि भन्ने मलाई पिर लागिरह यसरी पनि पाक्यो भने त पाकिहाल्यो नि पाक्छ पाक्न त यस्तो बाफ्ता आँखा नि ओ यस 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 भने त नि मैले मेरो आइडियाले काम गर्छ अरे त फेरि मैले के खसली के साथीहरू हो मामा मामा अब यो कसरी खोलौँ है मेरो एउटा हातले मिलेन साथीहरू फेरि यहाँ राखेको मोमो बिग्रिन्छ कि अनि फेरि के यस्तो स्ट्रिम हुँदैछ यसको अचारलाई यहाँ माथि राखिदिन्छु म आइम खुसी के इङ्ग्लिस यस्तो छ आइम सो ह्याप्पी होइन हुँदैन कि भने फेरि पनि लागिरहेको थियो नि त भयो भने साथीहरू अब हेरौँ यो पाक्दाखेरि कस्तो हुन्छ त्यहीँ टाँसिने हो कि आउने हो अब एकछिन यसलाई यहाँ पाक्न दिन्छु अनि तपाईँहरूले विचार गर्नु भयो मेरो गालाहरूमा के आएको छ कि यस्तो म त नेपाल हुँदाखेरि बरु डर्छु घामले भनेर यस्तो पिर लगाएर हुन्छ नि सनक्रिम दल्ने अनि यस्तो स्किन केयर भन्छ नि साथीहरू त्यही गर्थेँ कि अहिले यहाँ आएर त त्यो सनक्रिम दल्यो उठ्यो मुख धोयो पानीले मात्र अनि गयो दादा यस्तो भए ड्राई भए के भयो स्किन मेरो बिग्रियो मोमो पाक्नु चाहिँ यसले त गफ गरेको कि एकछिन यस्तै भएर यस्तै हो साथीहरू के गर्नु टेन्सन छ जिन्दगीमा तर पनि हाँस्नु पर्ने हुन्छ अनि दिक्क लाग्छ हो मलाई त एकछिन गरिदिन्छु मेरो यो पनि मिलाएकै छैन बिहान उठेर उठेर के भन्छ अरे हातको मुख धोयो अनि त्यहाँबाट कपडा लायो झोला बोको दुकुरो बिहान उठ्ने झोला बोक्ने दुकुर्ने भने जस्तै भइरहेको जिन्दगी यस्तै हो न पैसा छ न केही छ अब के गर्नु जापान भन्नुहुन्छ नि यस्तै हुन्छ मेरो मोमो पाके जस्तो वाह यो लगभग पाकिसकेको कि कस्तो आइटीबाट चाहिँ नि त साथीहरू त्यही भएर यस्तो दिमागमा आएको अरे त्यस्तो चाहिँ होइन यो त मेरो पहिल्यै दिमागमा आएको थियो तर पनि यस्तो जाली चाहिँ भनेको थिइनँ अर्कै वालामा भनेको थिएँ मसिनै टाइपको तर यसले पनि काम गर्यो अब मैले मोमो खाइ गर्छु होला यस अब एकछिनमा हजुरहरूसँगै खानालाई आउँछु सो गाइज अब भने म रेडी बनाएर आइसकेको छु हाम्रो मोमो र
रामेन मोमो बनाएँ अनि अझै आफूले सोचेको जस्तो त्यो हुन्छ नि एकदमै राम्रो चाहिँ मतलब के तल कस्तो भयो साथीहरूमा देखाउँछ यस्तो के त्यो जालीले यस्तो भयो तर पनि एकदमै एक्साइटेड छु खानालाई चाहिँ अनि यता रामेन पनि बनाइहालेँ यही बेलामा अनि यतापट्टि काँक्रो अनि यो हाम्रो यो कोक त छुट्याउनै भएन चाहिँ म यो कोक राख्छु गिलासमा उही सातो जानी गरेर छ हौ कस्तो यो बाफ उड्छ क्या फेरि कोकको त फिज बाफ बनाएछ उल्टो हात राखेँ कि फेरि सोल्टी हात लाग्छु यस्तरी राख्छु ओहो यो चिसो यो कोक अनि त्यहाँबाट रामेन अनि त्यहाँबाट यो कोक भयो अनि त्यहाँबाट मेरो पानी पनि छ कि साथीहरू सानो बोतलमा कस्तो राम्रो के कति क्युट बोतल यो बोतल मैले 100 रुपियाँमा किनेको कि त्यही अघि जाली किनेको ठाउँमै यहाँ चाहिँ अचार त मैले राखेको छैन गाइजहरू बिर्सेछु कि बिर्सेछु एक्साइटेड भएर होला नि धेरै खानुको लागि तर यो अचार दामी हो सरी गाइज यो अचार चाहिँ कस्तो झोलवाला कि यस्तै राखेर खानुपर्ने हुन्छ यसलाई चाहिँ सरी माथि राखेर खान्छु ए अझ नघोलेर रहेछ बाक्लै रहेछ मोमो किन्दा अचार फ्री हो नि त जापानमा एउटा मैले अघि खाएको कि साथीहरू यस्तो मिठो मोमो वाउ कस्तो मेरो आइडिया चाहिँ मान्नुपर्छ है साथीहरू मेरो त्यो के भन्छ अरे त्यस्तो 100 रुपियाँको पकाउने भाडाले मोमो पनि पाक्दो रहेछ भन्ने थाहा भयो नि त एकजनाको लागि त त्यो आइडिया पनि बेस्ट हो साथीहरू हजुरहरूले अगाडि हेरिसक्नु नै भयो नि त मैले के कसरी बनाएँ भनेर एकदमै राम्रो छ अनि खाइला अब चाहिँ खानुपर्ने हुन्छ म चाहिँ खान्छु एकदमै एक्साइटेड छु यो चाउचाउ अनि मोमो यसरी खाएर कस्तो होला भनेर आइ एम सो एक्साइटेड टु इट दिस मोमो एन्ड चाउचाउ करेन्ट दिस इज करेन्ट चाउचाउ यो चाहिँ करेन्ट हो अब चाहिँ म खाइला साथीहरू इतादाकिमास जापानमा चाहिँ इतादाकिमास भन्छ नि त इतादाकिमास खाइला नेपालीमा चाहिँ खाइला चर्स इङ्ग्लिसमा पनि दिउँ न चर्स अरे के फर्स्ट बाइट हजुरहरूको लागि पनि पछि खाइ मेरो साथीहरूलाई पनि एकदम मिस गरेँ यसरी बसेर हुन्छ नि मोमो मेरो 100 रुपियाँको भाडाले बनाएको मोमो साथीहरू Yummy. Sorry. अचार लाग्यो अब त फटाफट खानुपर्ने हुन्छ किनभने सेवाइसक्यो Cheers. सास में सास गया क्या कोक त अघि जिमा पनि मिल्ने साथीहरू अनि नखाए पनि नहुने धेरै खाना पनि हुन्न नि त फेरि किन यति मिठो हो यो एकदम मिठो भयो अहिले राख्छु ल सोचेको भन्दा पनि
एकदमै के लास्टै मिठो भयो। गठमा चाहिँ खाऊँ भनेको के भन्छ सेलाउनु जाने बेला आयो। सेलाउनु सोधिसक्यो। त्यहाँदेखि स्कुलबाट आएर यति बेला बल्ल खाँदैछु बनाएर। कति बज्यो 8:34 भइसकेको छ होइन। म स्कुलबाट आउँदाखेरि लगभग कति 7 बज्न लाग्थ्यो कि समथिङ कति भयो अनि बनाउँदा यताउति गर्दा 8:30 भएछ। रेडिमेड मोमो हुन्छ यतिको टेस्टी होला भन्ने जस्तो चाहिँ थिएन, तर एकदमै मिठो, एकदम मिठो। यदि हजुरहरू पनि जापानमा हुनुहुन्छ भने म जस्तै एक्लै हुनुहुन्छ, मोमो बनाउनु समस्या छ भने यसरी नै खान सक्नुहुन्छ हजुरहरू पनि। बनाउने भाँडा पनि आइडिया दिएको छु नि त मैले त्यसरी नै। अनि मोमो चाहिँ यसरी फ्रोजन गरेको 10 पिस पनि पाउँछ त, त्यस्तो वाला लिएर आएर खान सक्नुहुन्छ बोइल गरेर। हल्का यस्तो भए त्यो भाँडामा चाहिँ कोही कोही नभए एकदम राम्रो। हल्का त सानसानो हुन्छ नि त खाएपछि। अब काँक्रो त मसिनो टाइपको हुन्छ नि त, म्यागो जस्तो हुन्न नि त, नेपालमा ठुल्ठुलो हुन्छ नि त, कस्तो मिठो हुन्छ हौ यहाँ। यस्तो कि बुद्धि धेरै हुन्न नि, धेरै यस्तो कि बुद्धि हुन्न नि, यस्तो मिठो हुन्छ हौ। अझ चटपटीमा स्पेसली माइको लास्ट मिठो हुन्छ। त्यो काँक्रोको यतिको टुक्रा खानु लास्ट मिठो लाग्छ। यत्रो खाएर सक्ने हो मतलब। पिरो पनि भयो गाइज, म पिरो खान सक्दिनँ नि त। पानी चाहिँ खान्छु ल, तर पिरो पनि भयो धेरै पनि भयो। यति नै खान सक्दिनँ कि फेरि रहर चाहिँ यस्तो हुन्छ, फेरि खाम यो खाम यो खाम यो खाम जस्तो लाग्छ। फेरि यदि सानो बोतल किन भन्नु होला, मेरो अलरेडी थर्मस त छ, तर मलाई कस्तो क्युट पनि लाग्यो। अनि प्लस एउटामा पानी प्लस एउटामा चाहिँ कफीहरू घरमै बनाएर लानको लागि कि मलाई कस्तो क्युट लाग्यो। अनि त्यहाँबाट मैले लिखेको क्या, आज मैले कफी पनि लगाएको थिएँ आफै बनाएर, कस्तो मजा भयो खानालाई। आफै बनाएर लगेपछि जे पनि मजा हुन्छ कि खाना पनि लगेँ नि त, मजा आयो। पेट अगाएपछि त आनन्द हुन्छ कि, जति काम गरे पनि जति बसे पनि भोक लागेपछि हो केही गर्न नसक्ने है मेरो। सक्यो
So I mean, पहिला यस्तो गफ गरौँ न त साथीहरूसँग आफ्टर लङ टाइम पछि अब आएँ नि त भिडियोमा त्यस्तैले के भन्दै आजको भिडियो सरी गाइज भन्दै आजको भिडियो पनि अन्तिम भइसकेको नि त किन हाल्नु सक्यो सरी सक्यो लास्ट बाइट ला चेयर खाएर पनि सके अब लास्ट कोक छ सक्छु आजको मेरो खाना यति नै हो सक्यो अब चाहिँ यस्तै हो साथीहरू भिडियो भनेको अब सधैँ आउनु पाउँदैन पढाइ छ काम छ नि त गाह्रो छ त्यो हजुरहरूले बुझ्नुहुन्छ होला जापानमा कति गाह्रो छ भने त्यो सबैलाई थाहा नै छ बुझ्नुहुन्छ होला भन्ने आशाका साथ यो भिडियो चाहिँ अब अन्तिम गर्नुपर्ने हुन्छ साथीहरू एकदमै मजा आयो खाएर यस्तो अब हजुरहरूलाई पनि मोमो बनाउने समस्या छ भने यसरी नै खान सक्नुहुन्छ हजुरहरू पनि इन्जोय गरेर मैले त खाइसकेँ हजुरहरू पनि छिटो गरेर खान नबिर्सिनु होला यसरी नै खानु होला अनि हजुरहरूलाई के कस्तो लाग्यो मेरो भिडियो बक्समा कमेन्ट गर्नु होला अनि यति भन्दै बिदा हुन चाहन्छु थ्याङ्क यू फर वाचिङ दिस भिडियो यसरी नै सधैँ माया गरिदिनु होला साथीहरू बाई बाई